नमस्ते साथीहरू, रोमिङ विथ राजमा तपाईहरुलाई स्वागत छ। आज हामी घुम्न जाँदैछौँ सिन्धुपाल्चोक जिल्लाको थाङपाल गाउँपालिकामा रहेको 5 पोखरी, जुन लाङटाङ राष्ट्रिय निकुञ्ज अन्तर्गत पर्दछ। काठमाडौँबाट साखु हुँदै मेलम्ची झर्ने र मेलम्चीदेखि भोटाङको छिम्तीसम्म हामी पब्लिक बस या आफ्नै साधनमा पुग्न सकिन्छ। काठमाडौँबाट करिब 4-5 घण्टाको राइडमा तपाईहरू छिम्तीसम्म पुग्न सकिन्छ, तर बाइक र स्कुटरमा जान भने बाटो अलि अप्ठ्यारो छ, अफरोड धेरै नै छ। छिम्ती जाने चाहिँ हैन, उतासम्म बाटो खुलेको कुन चाहिँ राम्रो छ? राम्रो बाटो तपाईँ माथि बाटो हो, जो टिपेन बजार कट्नुहोस्, टिपेन बजार कटे चाहिँ अलि कटे चाहिँ उता सिधै नगएर माथि लगाएपछि सिधै गुल्सा निस्केर जाने, माथिबाट जानु पर्यो नि त। राम्रो बाटो छ त्यो। हस्, थ्याङ्क यू, धन्यवाद। नेवार 2 गजा 1 घर नेवार छ तपाईँको है। अनि यो विश्वकर्माहरू चाहिँ 20-25 घर छ। बाँकी त यत्रो भोटाङ चाहिँ सिँगै तामाङै बस्ती। भोटाङ भनेको त पहिलाको तपाईहरुको उमेरमा के अरे तपाईँ बाजेहरू हाम्रो त्यो लाउड जान्थ्यो नि। भोटाङ भनेको भुटानलाई भोटाङ भन्थ्यो होइन, त्यतिखेर भन्न नजाने। त्यहाँलाई चाहिँ सिन्धुपाल्चोक मेलम्ची भोटाङ भन्यो भने सबै थाहा हुन्छ कि मेलम्ची भोटाङ। अनि lights went down when you feel lost in your shadow. Don't feel alone, don't scream so loud. We are living in this cruel world. Broken but strong, gotta move on. You are not a bakery of life. Equip my soul, find the real gold. I'll fulfill what. भोक कतिको लाग्छ रे सम्झे? भोक कति लाग्छ? भोकको बवाल लागिरहेछ नि। मासु भात खाने हो नि त? मासु भात पाए त खाउँला। अन्डा भात हामी चाहिँ यो टोपी डाँडामा खाना खाने प्लान थियो, अलिक छिट्टै आइपुग्यो कि। अब त्यहाँ खाइएन, अब अगाडि भेट्छ होला भनेर आएको, अब भेटिएन। हिँड्दैछौँ, अब कति टाइम लाग्छ खाना खानलाई होटल पाउनको लागि। यात्रा जारी छ। चिसो हावा पनि चल्यो। अब चाहिँ माथितिर बादल लागिरहेछ। हामीले चाहिँ कतिजना टोली छोड्यो एउटा सम्झे? एउटै ग्रुप रहेछन्, 2 टोली छोड्दै हामी सँगसँगै आउने भनेको मान्छेहरू पनि पछाडि आउँदैछन्। जस हामी सोचेको भन्दा छिटो नै हिँडिरहेछौँ। तर अहिले भोक लागेर इनर्जी चाहिँ अलि घट्या छ। खाना त चाउचाउ खाइयो अनि स्न्याकर्स खाइयो होइन सम्झे, तर पनि इनर्जी बुस्ट चाहिँ भएन हाम्रो। ठाउँ छैन, माथि बिजोड छ नि, फेरि बस्ने ठाउँ त पाउँछ नि। घरमा बस्ने शम्भु के बोक्नु भयो त? यो शम्भुको प्रसाद।
ल साथीहरू अब हामी चाहिँ असिनाले कुट्नेवाला छौँ होइन कस्तो अनुभव हुँदैछ त सबले हामीसँग चाहिँ रेनकोट नभएको अवस्था पानीले भिज्दै आएपछि बल्ल हामीले रेनकोट भेटेका छौँ 50 रुपियाँको रेनकोट हामीले 5 कहाँ रुपियाँ 150 ल 150 कै ल 500 रुपियाँ किनेको छौँ गर्नुभन्दा बोलाउनु बेस भिजेर जानुभन्दा अब 500 रुपियाँ तिरेर घर पनि जानै पर्ने भयो अब लगभग 3-4 घन्टामा चाहिँ हामी पाँच पोखरी हाम्रो डेस्टिनेसनमा पुग्छौँ सायद हेर्दै जाउँ अब अहिले टाइम कति भयो अहिले 2 बज्यो अब हामी अलमोस्ट 5 बजीसम्म पुग्छौँ यहाँ चाहिँ हेलिकप्टर ल्यान्ड गर्ने ठाउँ पनि छ हेलिप्याड हामी यो डाँडा हुँदै जानुपर्छ डाँडाको टुप्पा त्यहाँ बाटो देखिरहेको थियो भर्खर हुस्सुले हरायो सम्झी आउँदैछ त्यहाँ स्टिक टेक्दै मैले स्टिक बिर्सेको थियो सम्झी लिएर दिन्छु रे भनेर सम्झी लिन गएको हाय मैं तो थक गई मैं तो चौथी पाँची छठी 10औं बार थक गई हाम्रो यो परेको छ उता पानी परेको छ यो परेको छ ल राजकुमारजी आउनु होला राजकुमारजी चाहिँ हाम्रो यो परिरहेको छ है पानी परिरहेको छ भिजिरहेको छ हामी अरे त्यही पनि हामी हिँडिरहेछौँ निरन्तर अगाडि बढिरहेछौँ हामी यात्रा जारी छ हाम्रो अनि रोकिनेवाला छैन पानी रोकोस् नरोकोस् हामी हिँडिरहने हो हाम्रो यात्रा अघि बढिरहन्छ लाँदैछौँ त्यो गुफा हेर्नु चेक फोटो कस्तो छ बाटो अझै यस्तै छ भिड still we are walking उकालो गाह्रो अझै माथि छ कसको याद आइरहेछ नि कसको याद आइरहेछ तिमीले कस्तो कसको याद आइरहेछ भने कि तिम्रो बुढीले हेऱ्यो भने विवाहित हो सम्झे हिँड न
कति ल्याउँछ हौ सम्झ यार हेलो सम्धि हिउँ परेर फर्स्ट टाइम म यस्तै डाँडामा आइपुगेँ ल हिमालकै मुनि पुग्दा नि हिउँ परेको थिएन मेरो हिमाल नआउँदा नि हिउँ पऱ्यो अहिले चाहिँ फर्स्ट एक्सपिरियन्स कतै हामी 4000 हाइटमा आइपुगेछौँ नि आइपुग्यो होला अब चाहिँ बेसी झर्दैछ अघि कति थियो अरे त्यो कौन त्यो अघिको त्यो त्यही 3600 3800 त्यहाँ त लेखेको थिएन हाइट त ल साथीहरू फाइनल्ली हामी 10 घन्टाको लगातार पदयात्रापछि 5 पोखरी हाम्रो गन्तव्यमा आइपुगेछौँ है मौसम खुलेको टाइम त फेरि बादल आइरहेछ है कुहिरो कुहिरो भिडियो गीत गाउँदा ल भिडियो गीत साह्रै उयो है कहाँ गयो कान्छी बसिन् एक्लै रुनाला ल फर्स्टदेखि म बसेको यसलै गुड्यो कान्छी बसिन् एक्लै रुनाला उडायो रे लैले उडायो रे लैले उडायो रे लैले माछा कोही गन्न सक्दैन अर्को माछा कोही गन्न सक्दैन जम्दै सानो मायामा हुँदैन माया साथैमा उडायो रे लैले उडायो रे लैले उडायो रे लैले हेर्नुहोस् नि बिहान बिहान भ्यू पोइन्टमा पुग्नको लागि चाहिँ हिँडिरहेको छौँ जाडो भएको छ नि जाडो भइरहेछ चलो जाडो भयो होइन चलो भइरहेछ यो चाहिँ 5 पोखरी साथीहरू सबैजना बिजी छन् भिडियो फोटो हाम्रो सम्धि फोटो खिच्नको लागि पोज दिइरहेछ त्यहाँ पनि खोलाकै छ क्या ठाउँ करिब 30-40 मिनट उकालो चढेर हामी भ्यू पोइन्टमा पुग्यौँ त्यहाँबाट हामीले जुगल हिमाल तलपट्टिको 500वटा पोखरी र वरिपरिको हिम श्रृङ्खलाहरूको अवलोकन गरेर हामी अहिले महादेवको मन्दिर दर्शन गर्न जाँदैछौँ यो ठाउँमा महादेवले धान छरेको भनेर एउटा किम्वदन्ती पनि रहेको छ
अलि त्यस्तै अलिकति तन्काएर माथि लाउनु त्यसमा अनुहारै देखिँदा यार सन्धिको अनुहारै देखिँदा हुन्छ ब्रेकफास्ट जता गयो नि चनै चना घोडै हुने भयो अब ल साथीहरू हामी चाहिँ नि 5 पोखरीको दृश्य अवलोकन गरेर अब फर्किने क्रममा छौँ। अहिले चाहिँ लगभग कुहिरोले ढाकिसकेको छ। तपाईहरू चाहिँ 5 पोखरी आउँदाखेरि बिहानको सनराइज भेटिने गरी चाहिँ आउनुहोस्, अथवा यदि यहीँ बस्नुभयो भने सनराइज भेटिने गरी चाहिँ भ्यू पोइन्टमा पुग्नुहोस्, अनि मात्र यहाँको चाहिँ दृश्यको मजा लिन सकिन्छ। अन्यथा अलि ढिला गर्नुभयो भने भ्यूहरू राम्ररी देखिँदैन, कुहिरो लागिहाल्छ। त्यस कारणले चाहिँ अलि छिट्टै गएर सनराइज हेर्ने, रमाइलो दृश्य हेर्ने अनि मजा लिने। हामी चाहिँ अब फर्किन लाग्यो। लगभग आज हामी छिम्तीसम्म पुग्ने टार्गेट चाहिँ राखेका छौँ। हेरौँ है त कता हो सोल्टी बाटो। अनि आज कहाँसम्म हो? आज छिम्तीसम्म। त्यहाँबाट उता नजाने अब भोलि बिहान काठमाडौँ हो। त्यसो भए आज हामी छिम्ती कति बजी पुग्छ होला? करिब 4 बजीसम्म पुग्ने हामी। ल ठिक छ त्यसो भए।